गुड मर्निङ एभ्रिवान। म चाहिँ आज सेक्सुका बनाउन गइरहेको छु, इजरायली डिस हो। तपाईँहरूलाई म देखाउने छु। त्यसको लागि चाहिँ मैले प्याजको पत्ता लिएँ होइन। प्याजको पत्ताको टेस्ट राम्रो हुन्छ क्या, प्याजको पत्ता लगायो भने चाहिँ। प्याजको पत्ता लिएँ, टमाटर लिएँ, क्याप्सिकम लिएँ, लसुन एउटा, प्याज, धनियाँको पत्ता, अन्त टमाटरको केचप पनि लिए हो। यो पनि लगाउनुपर्छ, राम्रो हुन्छ क्या, जुसी टाइपको हुन्छ र मलाई त मिठो लाग्छ। अब अरूलाई के लाग्छ के लाग्दैन है। र यसको म अब बनाउन गइरहेको छु। तपाईँको त्यसको लागि मैले प्याजको पत्तालाई मजाले सानो सानो काटेँ हो, मजाले काटेर त्यसपछि मैले टमाटर पनि काटेँ सानो सानो। मलाई चाहिँ इजरायली डिसहरू राम्रो लाग्छ। आफ्नो इन्डियन स्टाइलमा पनि म बनाउँछु। अब जस्तो कि के तड्काहरू हुन्छ नि, मेगी मसलाहरू त्यस्तोहरू लगाएर बनाउँछु कि। अनि त्यसको लागि मैले प्याज पनि काटेँ। प्याज चाहिँ हेर्नुहोस् न, यहाँ इजरायलमा सब्जी बनाउनुको लागि चाहिँ व्हाइट कलरको प्याज हुन्छ हो। अनि सलादको लागि चाहिँ रेड कलरको। अहिले म तपाईँलाई देखाउँछु। र मैले प्याज पनि सानो सानो गरेर काटेँ। मजाले यसलाई काटेर त्यसपछि यो पेस्ट आउँछ नि त, प्याजहरू काटेर मजाले लगायो भने। मेरो रेडी भयो प्याज काटेर मैले रेडी पारिसकेँ। आँखा पनि हेर्नुहोस् न, प्याज काटेर कस्तो आसु भयो। अनि त्यसपछि चाहिँ क्याप्सिकमको पालो। क्याप्सिकम मैले सानो सानो गरेर काटेँ हो। ठुलो ठुलो लगायो भने चाहिँ अब मलाई लाग्छ काट्छु जस्तो लाग्छ कि। अन्त सानो सानो पारेर काट्यो भने चाहिँ अब राम्रो लाग्छ क्या। त्यसलाई पनि काटिसकेँ मैले, काटेर रेडी पारेँ। पहिला मजाले सबै काटेर चाहिँ रेडी पारेर चाहिँ त्यसपछि चाहिँ अब गर्नुलाई चाहिँ राम्रो लाग्छ नि त। अनि यो लसुन पनि सानो सानो गरेर काटेँ हो। लसुन पनि मलाई खानेमा अब सब्जीतिर लसुन छैन भने मलाई के छैन जस्तो लाग्छ कि। अन्त लसुन चाहिँ हुनैपर्छ। त्यसपछि धनियाँ पनि सानो सानो गरेर काटेँ। धनियाँले टेस्ट राम्रो आउँछ त्यसमा। मलाई चाहिँ अब इजरायली डिसहरू होइन पकाएर खानु, बोजूलाई दिनु राम्रो लाग्छ क्या। अब उनीहरू पनि खुसी हुन्छ, हाम्रो अब जातिको कल्चरको खाना बनायो भनेर चाहिँ उनीहरू पनि खुसी भएर रमाउँदै खान्छ। सबै कुरो मैले रेडी पारिसकेँ हो। धनियाँ, लसुनहरू, 4टा अन्डा पनि लाउँछु नि त। यो चाहिँ अन्डाको डिस हो। र मैले यता साइडमा भात पनि बसाएको थिएँ, भात पनि पाक्यो। अन्त यता मैले प्यान चाहिँ गरम पारेको थिएँ, त्यसमा तेल लगाएर तेल पनि गरम भयो हो। अब यसमा चाहिँ म लसुन लगाउँछु। लसुनलाई चाहिँ मजाले उयो गर्छु, फ्राई गर्छु होइन, सटे गर्छु। मजाले फ्राई गरेपछि यसमा चाहिँ अब अरू बाँकीको सामानहरू लगाउनुपर्छ। हल्का ब्राउन भएपछि चाहिँ त्यसपछि म प्याज लगाउँछु। मैले प्याज लगाएँ हो। त्यसपछि प्याजको पत्ता पनि लगाएँ मैले। यसलाई मजाले फ्राई गर्नुपर्छ। जति फ्राई गर्छ होइन, तेलमा जति मजाले हुन्छ त्यति टेस्ट आउँछ नि त। मजाले चलाएँ यसलाई। त्यसपछि मैले लगाएँ यसमा टमाटर, टमाटरलाई मजाले चलाएँ। त्यसपछि टमेटो केचप त्यो लगाएँ हो। मलाई चाहिँ मिठो लाग्छ। म चाहिँ अब फिस करीहरू बनाउँदाखेरि पनि
टमेटो केचपहरू लगाउँछु हो। मजाले टमेटो केचप लगाएर उयो गरेँ, ग्रेभी भयो हो, कस्तो दामी देखिरहेको छ है। अनि त्यो माथि चाहिँ मैले क्याप्सिकम लगाएँ काटेर। अन्त नुन चाहिँ स्वादअनुसार लगाउँछु हो। म फेरि धेरै नुन खान्छु कि, त्यही भएर नुन पनि धेरै लगाइपठाउँछु। यसलाई चाहिँ मजाले चलाएर यसमा अलिकति फेरि मरिचको धुलो हुँदैन, ब्ल्याक पेपर, अन्त टर्मरिक पाउडर, त्यसपछि चिल्ली पाउडर अलिकति लगाएँ। चिल्ली पाउडर पनि बोजूले खाँदैन पिरो हो, मलाई पिरो मनपर्छ, तर बोजूले चाहिँ पिरो खाँदैन नि त, त्यही भएर पिरो लाउनु पनि अब अलिक गाह्रै हुन्छ। त्यसपछि अलिकति पानी लगाएँ हो। पानी लगाएर चाहिँ यसलाई मजाले 5 मिनटको लागि चाहिँ म छोपेर राखिदिन्छु हो। त्यसपछि अन्डालाई मैले 4टा अन्डालाई यसरी लिन्छु होइन, अनि कपमा हाल्छु, किनभने सेकसुकाको चाहिँ यस्तो गर्नुपर्छ नि त, माथिबाट चाहिँ अन्डाहरू थपक राख्नुपर्छ नघोलिकन है। त्यसरी चाहिँ अब त्यसलाई चाहिँ सेकसुका भन्छ। अन्त यसरी म चाहिँ अब यसरी सजिलो लाग्छ लगाउनु पनि हो, एक-एकवटा। अन्त 4टा अन्डालाई मैले फोडेँ होइन, कपमा लगाएँ। रेडी भयो, यो कपमा लगाइसकेको छु। अब यसलाई चाहिँ यो 5 मिनट भइसक्यो मेरो, 5 मिनट भइसक्यो। यसलाई हल्का चलायो, त्यसपछि चाहिँ लगाउनुपर्छ। अन्डालाई यसरी लगाउनुपर्छ, बिस्तारै स्लोली 4टा अन्डालाई यसरी लगाउनुपर्छ। 4टा 5वटा, अब जतिवटा खानुहुन्छ त्यतिवटा यसरी लगाउनुहोस् हो। त्यसपछि यसलाई नचलाइकन एकछिन छोप्नुहोस्, फेरि 5 मिनटको लागि छोप्नुहोस् यसलाई। मेरो अन्डा उयो भइसक्यो, रेडी भइसक्यो होइन। अन्त यो माथि चाहिँ म हल्का तड्काको लागि म्यागी मसला लगाइदिन्छु। टेस्ट राम्रो आउँछ क्या म्यागी मसला लगायो भने चाहिँ। मलाई चाहिँ म्यागी मसला मनपर्छ, पुरा मनपर्छ, त्यही भएर म्यागी मसला लगाउँछु। त्यसपछि गार्निसिङको लागि धनियाँ लगाउँछु। त्यसपछि रेडी तपाईँको सेकसुका इजरायली डिस। रेडी भइसकेको छ सेकसुका। खानु चाहनुहुन्छ भने आउनुहोस् इजरायल। र यो चाहिँ मैले सलादको लागि सामानहरू यो मैले बनाएको हो। दाल कालो मुसुरी नै कालो खालको दाल चाहिँ मैले उयो गरेको भिजाएर क्या, यस्तो बनाएको सलाद बनाएको। अन्त यो चाहिँ प्याज मैले काटेँ, मैले अघि भनेको थिएँ नि सब्जीको लागि चाहिँ व्हाइट कलरको, सलादको लागि चाहिँ यो रेड कलरको प्याज लगाउँछु भनेर। अनि त्यसपछि टमाटरलाई पनि काटेँ, टमाटरलाई पनि सानो काटेँ। तपाईँलाई सलाद मनपर्छ कि मन पर्दैन? मलाई त पुरा मनपर्छ सलाद। त्यसपछि काँक्रा काटेँ, काँक्रालाई पनि सानो पारेर काटेर लगाउनुपर्छ। त्यसमा मिक्स गरिदिए टमाटर, प्याज, काँक्रा मिक्स गरिदिए। अब आयो फेरि अदुवा बिना मिठै लाग्दैन मलाई फेरि। अदुवा पनि हालिदिएँ। अन्त यो स्यालेड लिभ्स पनि लगाइदिएँ हो, यो पनि लगाइदिन्छु। यो पनि लगाउने बानी भएको छ कि, यो छैन भने त के छैन जस्तो लाग्छ। अनि त्यसपछि यसलाई काटिसकेँ। धनियाँ पनि छ, धनियाँलाई पनि काटेँ सानो धनियाँ पनि लगाइदिएँ। त्यसपछि निम्बु,
आलमन्ड पनि हालिदिएँ। एक दुईवटा चाहिँ पिस्ता हालिदिएँ। त्यसपछि अलिभ ओइल हल्का बेसी लगायो भने मलाई फेरि खस्से लाग्छ कि त्यही भएर। अन्त नुन लगाइदिएँ। नुन त बेसी नै गइहाल्छ। अन्त त्यसपछि मियोनिज पनि हालेको मलाई मनपर्छ। मियोनिज हालेँ। त्यसपछि यसलाई मजाले मिलाउनुपर्छ। मजाले मिलाउनुपर्छ। जति मजाले मिलायो त्यति टेस्ट मिठो आउँछ। तर गाइज एउटै चिजको कमी भयो, पिरो मलाई पुरा मनपर्छ तर बोजूले खानु हुँदैन, त्यही भएर पिरो नै लाउनु पाउँदिनँ क्या म चाहिँ केही सामानमा। अस्ति डल्ले खोर्सानी किनेको थिएँ, त्यो डल्ले खोर्सानी चाहिँ टोक्छु यसमा लगाउनु नपाए पनि। यताउता जतैबाट पनि अब जुगाड त गर्नु पर्यो नि है गाई। र मेरो सलाद रेडी भइसकेको छ, खाना पनि रेडी भइसकेको छ। अब म बोजूलाई दिन्छु र म पनि खान्छु। यो मेरो सेकसुका हेर्नुहोस् त कस्तो दामी भएको छ, कस्तो टेस्टी डिलिसियस भएको छ। अब बोजूलाई म दिन्छु यो। बोजूले पनि पुरा मन पर्यो। सलाद त्यसपछि ल मैले पनि त खाएँ त ल गाइस। यति मिठो भएको थियो। थुक नलिनु होला गाइस। मैले पनि खाएँ हो, एकदम टेस्टी भएको थियो। ल त गाइस यसरी नै मलाई माया सपोर्ट दिनु होला, यसरी हेरिरहनु होला। थ्याङ्क यू सो मच, बाई।